नमस्ते सम्पूर्ण आदरणीय दर्शक महानुभावहरू, फेरि पनि म तपाईहरुको साथमा नयाँ लेटेस्ट अपडेट लिएर यहाँ आइसकेको छु। यहाँ सम्पूर्णलाई हार्दिक स्वागत चाहन्छु यो नयाँ भिडियोमा। साथीहरू, फेरि पनि मसँग चाहिँ तपाईहरुको आज नयाँ अपडेट ल्याएको यो 12 जिल्ला निजगढको महानगरपालिका वडा नम्बर 10 सञ्चालन पर्ने यो 10 वाला सायद पर्ने फास्टैग कामको केही अपडेटहरू लिएर आइसकेको छु। साथीहरू, मैले तपाईँलाई अघि नै चाहिँ म त आफूभन्दा अगाडिको दृश्य देखायो। कोही ठाउँ हुन बाँकी, कोही ठाउँ चाहिँ हुनलाई सामान बसारेको अवस्था थियो भने यहाँ चाहिँ यतिखेर चाहिँ यो डिभाइडरहरू पनि बनिसकेको अवस्थाहरू छ। यो बाटोमा यो चाहिँ ठ्याक्कै खोला छेउमा आइपुगेको। अब यहाँ अलिकति पर गएपछि खोला आइपुग्छ, त्यसपछि पुलहरू आउँछ त्यहाँबाट अनि बिस्तारै मकवानपुर जिल्लामा पनि सुरु हुन्छ। यहाँ विभिन्न ठाउँमा पुलहरूमा यो अगाडि तपाईँले पुलहरू देखाइसकेको थियो र अहिले यो पटक पनि तपाईहरुलाई म देखाउने कोसिस गरौँला। म अहिले चाहिँ ठ्याक्कै यता आइपुगेको छु। तपाईहरुलाई क्रमिक रूपमा भिडियोहरू देखाउँदै आइरहेको छु। योभन्दा अगाडि उता त्यो भिडियोमा डिभाइडरहरू केही पनि थिएन र अलिकति यता आउँदाखेरि डिभाइडर बनाउनलाई सामानहरू थुपारेको देखियो भनेपछि अहिले यहाँ चाहिँ तपाईँलाई डिभाइडरहरू तयारी अवस्थामा रहेको हामी देख्न पाउँछौँ। र त्यस पछाडि अनि यो उसको लागि पिचको लागि चाहिँ माटोहरू थुपारेको हामी देख्न सक्छौँ। अवस्था छ। परको दृश्य हामी देख्न सक्छौँ। साथीहरू, त्यहाँनिर पुल, त्यहाँनिर चाहिँ पुलको काम भइरहेछ। त्यो पुल पनि म तपाईँहरूलाई देखाउँछु अगाडि। पुलको काम धमाधम भइरहेको छ। ठ्याक्कै हेर्दाखेरि लेभल हेर्नु त पारिपट्टि ठ्याक्कै बिचमा खोला छ, खोलामा पुल, पारिपट्टि ठ्याक्कै अरू काम भइरहेको छ। ठ्याक्कै लेभल कसरी मिलेको छ, यसरी लेभल मिलाएर यहाँको बाटोहरू बनाएको हामी देख्न सक्छौँ। साथीहरू, धेरै मिहिनेत र कसरत गरेर बाटोहरू बनिएको अवस्था छ। म तपाईँहरूलाई ब्याक टु ब्याक गरेर भिडियोहरू पनि म तपाईँहरूलाई लिएर आइरहेको छु। यो पुलको दृश्य जहाँ काम भएको छ, यो पुलको दृश्य म तपाईँहरूलाई अर्को भिडियो देखाउनेछु। त्यसो भए डिटेलै देखाउँछु म तपाईँलाई अर्को भिडियो, पुल मात्रैको डिटेल। यहाँ केही हल्का हेर्नु सक्नुहुन्छ। यो पछिल्लो भिडियोमा तपाईँहरूले डिटेलै देखाउने कोसिस गर्छु पुलको। हुन्छ ठ्याक्क पारिपट्टि हुन्छ, पुलको पारिपट्टि पनि यस्तै बाटोहरू बनिरहेको छ। पर टनेल छ, इजिटी एरिया, त्यो पनि म तपाईँलाई देखाउँछु। यसरी बनिरहेको अवस्थाहरू छ। साथीहरू, यहाँ चाहिँ यसरी डिभाइडरहरू भइसकेको छ। पुलसँग जोडिने एरियाहरू चाहिँ ठ्याक्कै बक्का खोलाको छेउमै पुल भनेर पुलकै छेउको यो दृश्यमा तपाईँले देखाइरहेको छु। मैले बिचको भागहरू तपाईँलाई मैले देखाएँ उतादेखि, निजगढबाट यतादेखि। त्यहाँनिर कुनै ठाउँमा चाहिँ कुन ठाउँमा के काम भइरहेछ भनेर तपाईँहरू साथसाथै स्थलगत रूपमै आएर तपाईँहरूलाई मैले केही भिडियोहरू बस्ने कोसिसहरू गरेँ। साथीलाई कस्तो लाग्यो भिडियो प्रतिक्रियाहरू दिएर पनि नबिर्सिनु होला। च्यानलमा यदि नयाँ हुन्छ भने सब्सक्राइब गर्न पनि पक्कै पनि नभुल्नु होला। किनकि यहाँको साथ र सपोर्ट र हौसलालाई मेरो लागि ऊर्जा हुनेछ। साथीहरू, यो डिभाइडर हो, यसरी डिभाइडरहरू बनिसकेको अवस्था छ। डिभाइडर बन्यो पनि माटोहरू हाल्ने कामहरू पनि भइरहेछ। माटो पुर्ने कामहरू पनि धमाधम हामी भइरहेको पाउँछौँ। यो चाहिँ 12 जिल्लाको एरिया अन्तर्गत हो र 12 जिल्ला यो हाइवेबाट मास्तिर धेरै छैन, तलतिर चाहिँ धेरै छ।
र मास्टर तलतिर दुवैतिर 12 जिल्ला जान्छ फास्ट्यागले। यो चाहिँ सुखा बन्दरगाहबाट नै फास्ट्याग सुरु हुन्छ भन्ने मैले सुनेको छु। यो चाहिँ अहिले भएको दृश्य चाहिँ यो ठ्याक्कै सीमा बकाया खोला र जुन मोहरीको बिचको खोला र ठ्याक्कै निजगढ महेन्द्र राजमार्ग हाइवे बाटो बिचको दृश्य मैले तपाईँलाई देखायो। पाटपाट गरेर यसरी बन्दैछ, यो अवस्थामा पुगिएको छ। तपाईँलाई मैले राजदरबारतिर गइरहेको पनि देखाएको थिएँ। अब के हुँदैछ यो बिचको खोलातिरको पुलहरू पनि के कति बन्दैछ भनेर तपाईँहरूलाई मैले भन्दा अघिल्लो सिजनमा चाहिँ ब्याक टु ब्याक देखाइदिएको थियो। र अहिले पनि केही त्योभन्दा केही परिवर्तन रहेछ भने देखाउन लायक छ भनेर म तपाईँहरूलाई देखाउँछु। अहिले भने पुलहरू अब पहिला जे छ त्यही त किन देखाउनु पर्छ होइन, तपाईँले थाहा पाइसक्नुहुन्छ हेर्छुन्छु कि त्यसैले केही परिवर्तन भएको रहेछ भने केही देखाउन लायक छ भने चाहिँ म तपाईँलाई पक्कै पनि साथीहरू देखाउँछु। होइन भने चाहिँ जे छ त्यही हो भने चाहिँ तपाईँहरूलाई अहिले पुल देखाउँदिनँ। केही समय पछाडि फेरि तपाईँलाई त्यो पुलसहितको पुलको पनि अपडेटहरू लिएर आउने रहेछौँ। जस्तो लाग्छ अलिअलि केही परिवर्तनहरू भएको हुनसक्छ। पहिला भन्दाखेरि कामहरू अघि बढिसकेको हुनसक्छ, काम धमाधम कामहरू भएको छ, मारामार कामहरू भइरहेको छ। त्यो कारणले गर्दाखेरि कामहरू अलिकति गतिसकेको हुनुपर्छ मेरो विचारमा। आखिर मैले यो चाहिँ किन यसरी एउटै खालको भिडियो तपाईँलाई देखाइरहेको छु भने यहाँ चाहिँ डिभाइडर पनि बनिसकेको अवस्था छ। उतापट्टि बन्ने तर्खरमा होइन बैठाउँ चाहिँ नबनेको अवस्था, बैठाउँ बनेको अवस्था र सबै कुराहरू तपाईँहरूलाई समग्र समष्टिगत रूपमा देखाएँ। कहाँ के हुँदैछ, कति काम हुँदैछ, कस्तो काम हुँदैछ भनेर मैले तपाईँहरूलाई समष्टिगत रूपमा देखाउने कोसिसहरू गरेँ। र साथैले यति अब दिन्छ यहाँनिर चाहिँ यति धेरै माटोहरू हालेर यो बाटो बनाएको छ। दृश्य पुल बनिएको छ, पारिपट्टिको दृश्य हो यो, रमाइलो छ। रमाइलो छ, काम पनि व्यवस्था के साथीहरू काम गरेको थोरै साथीहरू काम पनि त ठुलो काम होइन, यो सानो कल गर्ने काम गरेको छ। फेरि आउँछ दृश्य साथीहरू। ल त तपाईँहरूलाई मैले केही जानकारी गराएँ यो भिडियो मार्फत। सम्पूर्ण मेरा साथीहरू यतिन्जेलसम्म एकदम मलाई साथ दिएर भिडियो हेरिदिनु भयो, त्यसलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा फेरि पनि यस्तै भिडियो यहाँहरूमा लिएर आउने वाचा गर्दै अहिले भने यो भिडियो मार्फत तपाईँको मानबाट बिदा चाहन्छु। हस्त नमस्ते बाई। आसो फुल्ला झर्ले।